नमस्ते नेपाली मोमन ड्युटीमा हजुरहरूलाई स्वागत छ। म आज बयरको अचारको भिडियो लिएर आइरहेछु। यसरी बनाएको बयरको अचार लामो समयसम्म राखेर खान सकिन्छ, बिग्रिँदैन। बयर चाहिँ पाकेका हुनुपर्छ र अलिअलि कम पाकेका भए पनि हुन्छ। यसलाई 1-2 घाम सुकाएपछि मजाले पहेँला भएर पाक्छन्। यसको चाहिँ म अब फेद चुड्दैछु। फेद चुडिसकेपछि यसरी म यो काँटा चम्चाले खोप लाउँदैछु, छेड्दैछु बयरलाई। सबै बयरलाई यसरी म 3-4 ठाउँ छेड्छु। यसरी छेड्यो भने चाहिँ छिट्टो सुक्छ पनि अनि बयरभित्र मरमसला पनि पस्छ। अब मैले घाममा सुकाइदिएँ। 2-3 घाममा सुकाउनु पर्छ। अब मैले पहेँलो तोरी र सेतो तोरी लिएछु। यो पनि म धोइ पखाली गर्छु। तोरीलाई पनि मैले घाममा सुकाइदिएँ। बयर चाहिँ 2 घाम सुकाउँदाखेरि यतिको भएर चाउरिका परेर सुके। यतिको भएपछि हाम्रो अचार हाल्न तयार भइसक्यो। अब यता मैले तोरीको तेल तताउन राखेँ, खार्न राखेँ। त्यसमा मैले 2टा लौङ पनि हालिरहेछु। अब त्यो तेललाई मैले सेलाउन राखेँ। यता मसला तोरी, जिरा, सोप, कलौजी। अब यो पनि म भुट्छु। पहिले जिरा हालेँ, अनि सोप, अनि कलौजी। यसलाई एकछिन भुटेपछि अनि लास्टमा म तोरी हाल्छु। तोरी छिट्टै भुटिन्छ, त्यही भएर लास्टमा तोरी हाल्छु। पटक पटक पड्किउन्जेली चाहिँ तोरी भुटे। तोरी भुटेपछि मैले सेलाउन राखिदिएँ। सेलाएर म खस्रो पारेर पिस्छु। अब बयरमा मैले मसला हाल्न थालेँ। त्यो पिसेर ल्याएको मसला मैले हालेँ। अब खोर्सानीको धुलो पनि हालेँ स्वाद अनुसार। अलिकति हर्दी पनि हालेँ, अनि नुन चाहिँ अलिक मजाले नै हाल्नुपर्छ, अचार हो नि त। अनि खारेर सेलाको तोरीको तेल अहिले अलिकति हाल्नुपर्छ। जति मसला मोल्नका लागि जति तेल आवश्यक पर्छ त्यति तेल मात्रै हालेँ। अब यसलाई मजाले मोल्नुपर्छ, मसला सबैतिर मिक्स हुने गरी। यो बयरलाई हामीले छेडेको छ नि त काँटा चम्चाले, त्यही भएर मरमसला नुनहरू सजिलै पस्छ अनि अचार टेस्टी हुन्छ। अचार चाहिँ मजाले मिक्स भइसक्यो। हल्का हातले मिक्स गर्नुपर्छ, बयर नथिचिकन। अब मैले एउटा सिसाको कन्टेनर लिएछु। ओभानो पारेर पुस्नुपर्छ अनि म हाल्दैछु। साना साना कन्टेनरमै अचार हालेको राम्रो। ठुलोमा हाल्यो भने चाहिँ अब उगारेपछि हावा पस्छ अनि ढुडी आउने डर हुन्छ। त्यही भएर म साना सानामा हाल्दैछु अचार। र बयर पनि थोरै नै छन्। यो बयरलाई चाहिँ मजाले खाँद्नु हुँदैन, मुलाको अचार खाँदे जस्तो। हल्का हल्का अलिअलि हल्का हल्का त्यसमा मिलाएर हाल्नुपर्छ। भिडियो हेरिसकेर यदि हजुरहरूलाई मेरो भिडियो हेल्पफुल लाग्यो, मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब मैले अर्को बट्टामा पनि हाल्दैछु। यसरी बनाएको अचार चाहिँ अलिक धेरै बनाएर राख्नुभएको छ भने चाहिँ 1-2 वर्षसम्म पनि बिग्रिँदैन। अब मैले अलिअलि माथिबाट तेल हाल्दैछु।
एउटा लङ पनि माथिबाट हालिदिन्छु। लङ हाल्यो भने चाहिँ अचार छिटो बिग्रिँदैन। अब यसलाई 1-2 दिन घाममा राखेपछि अचार खान तयार भइसक्छ। 1-2 दिन पछाडि नुनले गलाएर अझै अचार तल पस्छ अनि त्यहाँबाट माथिबाट तेल